पहिलो यूहन्ना 4 अध्याय। हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ। हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाटका हुन्। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, र अहिले त्यो यस संसारमा छँदै पनि छ। हे मेरा साना केटाकेटी हो, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजयी भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ वा संसारमा हुने भन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै बात बोल्छन् र संसारले तिनीहरूका कुरा सुन्छ। हामी त परमेश्वरबाटका हौँ, परमेश्वरलाई चिन्नेले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। हे प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौँ, किनभने प्रेम परमेश्वरबाटको हो। प्रेम गर्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यसैमा परमेश्वरको प्रेम हामीमा प्रकट भएको छ कि हामी उहाँद्वारा जिउँ भन्ने हेतुले परमेश्वरले आफ्ना एकले पुत्रलाई यस संसारमा पठाउनुभयो। प्रेम यसैमा छ, हामी परमेश्वरलाई प्रेम गरेका होइनौँ। प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ, तर उहाँले हामीले प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनलाई उहाँका पुत्रलाई पठाउनुभयो। हे प्रिय हो, परमेश्वरले हामीलाई यसरी प्रेम गर्नु भएपछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एउटाले अर्कोलाई प्रेम गर्यौँ भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ भन्ने हामी यसैबाट जान्दछौँ, किनभने उहाँले हामीलाई आफ्नो आत्माबाट केही दिनुभएको छ। औ हामीले देखेका छौँ र गवाई दिन्छौँ कि पिताले पुत्रलाई संसारका मुक्तिदाता हुनलाई पठाउनु भएको छ। जसले येशूलाई परमेश्वरका पुत्र हो भन्ने स्वीकार गर्छ, त्यसमा परमेश्वर रहनुहुन्छ र त्यो चाहिँ परमेश्वरमा। औ हामीमा भएको परमेश्वरको प्रेम हामी जान्दछौँ र पत्यार गर्दछौँ। परमेश्वर प्रेम हो र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ। इन्साफको दिनमा हामी निर्भय हौँ भनेर नै प्रेम हामीमा सिद्ध भएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौँ। प्रेममा डर हुँदैन, तर पूर्ण प्रेमले त डरलाई हटाउँछ, किनभने डरमा सजाय रहन्छ र जो डराउँछ प्रेममा पूर्ण भएको हुँदैन। हामी प्रेम गर्दछौँ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन। औ हामीले उहाँबाट यो आज्ञा पाएका छौँ कि परमेश्वरलाई जसले प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गरोस्। प्रेज द लर्ड।